अरे गाइज आज मैले युट्युब च्यानल खोलेको थिएँ नि त अनि फर्स्ट यही मोमो खाएको हाल्छु भनेको छु। हेर्नु त मैले बनाएको छु घरमै होइन। अनि यो फेरि यो चिकन मोमो हो। अनि यो फेरि तिमुर लसुन अदुवा अनि खुर्सानी रातो खुर्सानी हालेर पिसेर चटनी बनाएको टक्क लाएर है। गेस्ट्रिक त छ त्यही पनि खाइहाल्नु मन खाए है साथीहरू। तिमुर र सुके खुर्सानी देला आज पानी परिरहेछ नि त, पानी पर्न लाग्यो जस्तो भन्छ। अनि चिसो चिसो मौसम छ, त्यही भएर मोमो खानु मन लाग्यो मलाई। झोलवाला चटनी बनाएन, पछि बनाउँला अर्को भिडियोमा। यार जति चटनी हालेको त्यति बिराउलेको हो। जाडोमा त तिमुरको चटनी चाहिँ मिठो लाग्छ क्या। पिरो भयो क्या, मोट पनि रातो हुँदो रहेछ कि पिरो भयो। छ्या जिउरे हेर्नु राख्दा बहा पिरो भयो के। रोगै लाग्न लाग्यो साथी।
पिरो भयो कि साथीहरू हजुरहरूलाई पनि जाडोमा खानु मन लाग्छ होला नि मोमो मेरो त बेस्ट हो के जाडोमा मोमो हाल्ने पकाउने भनेको त छोराछोरीलाई पनि मनपर्छ त्यही भएर आज मैले युट्युब च्यानल खोलेको छु नि त त्यही भएर सुरुमा यही मोमो बनाएको खाएको हाल्नु पऱ्यो भनेर के बनाएको हजुरहरूले लाइक र सब्सक्राइब गरिदिनु होला है आँखा रातो भयो कि